सो हेलो नमस्ते सबैजनालाई के छ मेरो केटाकेटी हो आजको मेरो नाइट राइडको एउटा सानो भिडियो देखाउँछु हजुरलाई होइन। आज के गर्ने भनेर घर खाली बसिरहेको थिएँ, तर मलाई अचानक एउटा नर्मल कन्टेन्टको प्लान आएको भएर पहिला सुरु मेरो बाइकलाई अन गरिदिनु पर्ने हुन्छ होइन। साउन्ड सुन्न सक्नुहुन्छ, न्युट्रलमै छ। ल त्यसो गर्दै ढिला नगरिकन साउन्ड सुनिदिउँ न तल बाइकको होइन। अन गरौँ, न्युट्रलमै छ। ल है त, ल स्टार्ट भयो मेरो बाइक केटाकेटी। यही हो, देख्न सक्नुहुन्छ होइन, मेरो प्यारो प्रिय बाइक। लाइटिङ्सहरू हालेछु, देख्न सक्नुहुन्छ साइड साइडमा। यही हो बाइक। यसो म चाहिँ अहिले नर्मल पन्जा लाएर निस्किँदैछु। त्यो ठुलो राम्रो खालको पन्जा लाउने चाहिँ म राइडमा मात्रै जाने बेला राम्रो खालको पन्जा निकाल्छु। त्यसैले अहिले चाहिँ मैले यो नर्मल काम चलाउ पन्जा लगाइरहेको छु होइन, डबल। यहाँबाट अब छिटो निस्किनु पर्ने हुन्छ, नत्र मेरो बाइक लाउड छ होइन। फेरि धमाका हुन्छ। फेरि यहाँ केटाकेटी हो, यो भाइको साइकल पनि यहाँ राख्छ, जहिले मेरो साइडमा राख्छ बेला बेलामा यार। यो भाइलाई नै पुच्चे भाइलाई पनि खुब बाइक मन पर्दो रहेछ कि हो थाहा भन। तर यही हो मेरो बाइक। अब चाहिँ जानुपर्ने हुन्छ एकैछिन, म बाइकलाई तताउँछु अनि त्यहाँपछि हिँड्नुपर्छ है केटाकेटी हो। हाइट ल म चढेँ मेरो बाइकमा केटाकेटी। अहिले मेरो बाइकमा अहिले मैले गाना सुन्दैछु क्या इन्टरकममा। तर म्याप हेरिदिउँ न यसो माथितिर जाऊँ भनेर। हजुरलाई म जापानको हल्ली चल्ली नै आउँछु। चल्दै होला है केटाकेटी हो। हाइट म रेडी छु केटाकेटी, हजुरले पनि रेडी हुनु होला, म पनि रेडी छु। लेट्स गो बोइज एन्ड गर्ल्स। चल्दिउँ न नाइट राइड हामी नै होइन। हाट आरामले बिस्तारै निकाल्नु पर्ने हुन्छ। यता साइडबाट लेफ्ट साइडबाट हिँड्नु पर्ला, अझै यताबाट जानु पर्ला एक लट। त्यो भित्र गर्नै बिर्सेछ नि त हौ। फेरि साउन्ड त फेरि सक्दैन नि फेरि नाइटको राइडको यस्तो होइन। आज भिडियो बनाऊँ भनेर बाहिर निस्किएको मात्र हो होइन। अब हेरौँ अब मेरो मुखमा आज के आउँछ भन्नको लागि शब्दहरू। पहिला म बिस्तारै, बाइक अझै कुल भएको छैन होइन। बाइक अझै इन्जिन त छैन, त्यसैले अब पहिला सुरु बिस्तारै रेप हान्नुपर्छ जहिले पनि। सुरुमै हजुरले चाहिँ धेरै प्रेसर दिएर धेरै रेप हान्नुहुन्न क्या, नत्र फेरि इन्जिनलाई ड्यामेज हुने असर पर्छ नि त। त्यसो भए पहिला सुरु हट गर्न दिउँ, त्यही अनुसार अनि आवाज पनि सेक्सी आउँछ होइन हाम्रो बाइकको। ओके गाडी आएन, यता साइडबाट जाऊँ न, आज यतापट्टिको बाटो जाऊँ। खतरा खाइजहरू ल, आरामले चलाउँछु म चाहिँ। यो बाटो पनि जान्छ, यस्तो आराम छ यो माथिपट्टि। आज मेरो साउन्ड पनि अलि राम्रो सुनेछ भन्ने आशा छ होइन केटाकेटी हो। किनकि मैले जहिले पनि मेरो माइक चाहिँ गलत ठाउँमा राखेको रहेछ क्या, अनि माइकको सेटिङ्सहरू पनि अलि नमिलेको जस्तो देखिरहेको थियो होइन। त्यसैले आज त हल्का फुल्का मिलाएको छु, अब कस्तो हुन्छ अब थाहा छैन। राइट यो बाटो फेरि जाम छ क्या अलिकति, यसो कर्नरिङ दिनु पऱ्यो यार। राइट यो अन्त अहिले आज फेरि मेरो केटाहरू खोइ कोही काममा कोही कता बिजी छ होइन। खासै मैले बोलाइराखेन तिनीहरूलाई, जस मेसेज चाहिँ छाडेछु। अहिले तिनीहरू कोही खाली भयो भने भेट्नु पर्ला नि भन्ने सोचमा छ के अरे। अब लेट्स सी अब के हुन्छ। ओए एकैछिन हेर्नु पर्ने भयो त। किदैछ, छिटो जा यसले गरेर फेरि जान पाउँदैन क्या मलाई। जा 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 बल्ल ल निस्क्यो केटाकेटी हामी यहाँबाट। ल ठिक छ साथी भाइ बहिनीहरू, माथि जुन पनि कस्तो दामी देखिरहेको छ, देख्न सक्नुहुन्छ कि छैन मेरो भिडियोमा होइन। कति मिनट देखाएको छ, त्यही 10-12 मिनट हो, एकैछिनमा पुग्छ केटाकेटी हो होइन। कसम यो होइन भन्ने बानी यार, यस्तो हँस लाग्छ यार आफूले आफ्नो ब्लग हेर्दाखेरि। कसम यो होइन भन्ने बानीलाई चाहिँ हटाउनु पर्ने भयो क्या। ब्लग गर्दै पछि होइन भनेको छ भनेको यार होइन, फेरि होइन भन्छ क्या म के यार। कसरी हटाउने हो गाइज यो बानी, यसो कमेन्ट गरिदिनु पर्ने भयो यार। साउन्ड त फेरि कडा छ नि है फुल सिस्टमको। राति हल्ली चल्ली गर्नु निस्किनुपर्छ क्या कहिले कहिले फेरि। हामी फेरि केटाकेटीहरू यार आइसी नेपाली राइडर भनेको के राति मात्र निस्किनको लागि बने हो जस्तो लाग्छ बेला बेलामा यार। केटाहरू पनि फेरि राति जोस आउँछ क्या केटाहरूसँग। अनि केटाहरू राति भए पनि निस्किदिउँ भनेर केटाहरू उहाँ गाउँमा भेट्न गएको नि त अस्ति।
-3 डिग्रीमा त्यहाँपछि केटाहरू खासै निस्केनन्, तर जोस निस्किन्छन् केटाहरू। जोस चलेको बेला चाहिँ लेफ्टबाट जानुपर्ने हुन्छ हामी। ल कुदाइदिउँ न त यसो होइन, साउन्ड सुन्नुहोस् केटा। हात छोडिदिन्छ फेरि मलाई केटाकेटीहरूलाई, खतरा चल्छ नि फेरि। सो अहिले चाहिँ म जान लागेको ठाउँ चाहिँ अहिले चाहिँ अननोन प्लेस हो गाइज, होइन प्राइभेट हो। मेरो लागि चाहिँ मेरो वान अफ द फेभरेट ठाउँ हो क्या, किनकि यहाँ चाहिँ जहिले पनि म एक्लै हुँदाखेरि चाहिँ होइन एक्लै आउँछु, लगभग म यहाँ एक्लै आउँछु। अनि मलाई माइन्ड फ्रेसदेखि लिएर सब हुन्छ क्या यहाँ चाहिँ है। त्यही हो, कुम्बिनी पस्ने, चिया कफी किन्छु, अनि त्यहाँपछि उनीगिरी हो या केही होइन खानेकुराहरू पाउडी साउडी किनेर अनि त्यहाँ माथि गएर म खान्छु क्या एक्लै। कस्तो मजाको ठाउँ छ क्या यो। सिटीको भित्र एउटा लाइक सानो जङ्गल जस्तो एरिया छ क्या, पोन्ड पनि भएको भित्र। तर अहिले त छिर्न दिन्छ कि दिन्न थाहै भएन क्या, रात परेछ होइन, बाटो पनि खाली छ। अलिकति कुदाइदिउँ न यस्तो होइन। त्यो हो नि त। अनि कसको म्याच आयो फेरि? सन्दीपको हो क्या हो। कस्तो मजाको बाटो हो क्या, राति त झन् कुदाउन सेक्सी मजा आउँदो रहेछ क्या। हाइट यस्तो ठुलो सोर छ क्या होइन, मान्छेहरूको फोकसै यही जान्छ क्या। के भन्ने अब धेरै टाढा होइन आइपुगेँ। एक लट म्याच चाहिँ हेर्नु पऱ्यो केटाकेटीहरू कसको आछ भनेर होइन, एक लट यस्तो होइन। टाइट म काम भर्खर निस्केको हो र सन्दीपको रहेछ। यसलाई योसँग एकैछिनमा बोल्छ ठाउँमा पुगेपछि। त्यही हो आज केटाकेटी होइन, खासै धेरै केही छैन। आज म यस्तो नाइट राइड हान्न निस्केको सिङ्गल सोलो। अब हेर मैले पछि मेरो साथी भेट्छ कि भेट्दैन है, मेरो राइडर साथी भेट्छ कि भेट्दैन मलाई थाहा छैन। बट आई वान्ट टु सो यु गाइज समवेयर होइन, एकदम मेरो दिलको करिब छ यो चाहिँ। मेरो घरबाट धेरै टाढा पनि छैन। अरू त केही होइन, मेरो बाइकको साउन्डले भनिदिन्छ मेरो खुसी कति छ भनेर मैले भन्नु पर्दैन क्या। एकचोटि म यो बाइकमा बसेर अनि हेलमेटभित्र गाना सुनेर होइन हिँडेपछि सोलो राइडमै मजा आउँछ बेला बेलामा त। केटाहरूसँग भयो भने त्यही अनुसारले फेरि डिसिप्लिनमा हिँड्नुपर्ने हुन्छ होइन। कोही कता कुदाउँछ थाहै हुन्न त्यसैले। हाइट रेड लाइट छ यहाँ फेरि, कस्तो हाउडे बाटोमा रेड लाइट छ फेरि। हाइट के गर्ने गाइजहरू, मामहरू गर्नुपर्छ नि फेरि रुल्स चाहिँ, गाह्रो छ नि त होइन। सो आजकल चाहिँ आइसीमा क्लियर भएको छ एकदम वेदर पनि होइन। आज बिहान पनि दिउँसो पनि क्लियरै थियो, त्यही अलिअलि बादल जाने अनि चिसो भइदिने भइरहेको थियो के अरे जस। अहिले राति चाहिँ मायाकसम राइड हान्न मजा आइरहेछ। राइट मेरो आवाज सुनेछ कि सुने छैन खै कुनै बाइकले गर्दा यार। यो अन्त हाइट अलिकति स्लो गर्नुपर्छ यस्तोमा चाहिँ है केटाकेटी। हाइट अब मैले यस्तो कर्नरिङ हान्छ यहाँ हाने मैले कर्नरिङ। यो चाहिँ गाडी पाउँछ है यहाँ चाहिँ, कसैलाई गाडी किन्न छ भने केटाकेटी हो जापानमा मस्त मस्त गाडीहरू पाउँछ केटाकेटी हो। यो अन्त साउन्ड हो क्या भन्दा केटा होला आइसिसी बाइक भन्दा कममा आएन यार मुझे ये साउन्ड यार यसको। यो अन्त मजा आइरहेछ यार, यही पुलको तल तल हिँड्न मजा आइरहेछ केटाकेटी हो के होइन भन्दा ल। अनि मलाई यो ड्युकको चाहिँ यो डिस्प्ले देखेर एकदम मलाई म यो डिस्प्लेमा फिदा भएको क्या, त्यसैले मलाई ड्युक एकदम मनपर्छ है। यो डिस्प्ले र यसको पावरदेखि लिएर यसको सब राइडिङ पोजिसन देखेर म यसको म मात्र होइन गाइज अझै कतिजनालाई चाहिँ कतिजनाको ड्रिम बाइकै हो क्या यो। एउटा टाइम थियो होइन मलाई एकदम यस्तो मन पर्थ्यो केटिएम बाइक है। यसको साउन्ड सुन्ने बित्तिकै नेपाल हुँदाखेरि म मेरो पहिला घरमा क्या
साउन्ड सुन्ने बित्तिकै कुन बाइक गयो ड्युक गयो पक्का भनेर चाहिँ थाहा हुन्थ्यो क्या, त्यस्तो टाइपको थियो क्या। फेरि यहाँ जाम पऱ्यो त, अगाडि नै गइदिउँ होला यार। बाइक भएको त कामै भन्नु नि, यस्तो जामहरू रोड निस्केपछि हो कि होइन अन्त। ल जस अगाडि गइदिउँ न। आरामले आरामले। क्या मजा आएको क्या केटाकेटी हो। अझ अलिकति हावा खानु पऱ्यो यार नयाँ बाहिरको। ले राइट साइड जाऊँ न। सो केटाकेटी हो, जापानमा भएको या बाहिर भएको नेपालमा भएको होइन, जो पनि जापानमा आउँदै हुनुहुन्छ र होइन बाइकको रिलेटेड केही क्वेसनहरू सोध्न चाहनुहुन्छ भने हजुरले यो तल कमेन्ट सेक्सनमा गएर राइट बिलो लेख्न सक्नुहुन्छ तपाईँहरूको प्रश्नहरू। फिलहाल अहिले म कुदाउँदैछु। पड़ गया छ त यार। राइट लेन में जाने। यसो क्या मजा आ गया पुल तल चलाउनु त। यहाँबाट सिधै गयो भने त उता टोकीतिर पुग्छ यार, गिफु साइडको मेरो विचारमा। ओ जापानको जेन्जीहरू मलाई जानु त राइट छ के अरे। जेन्जी डोलीहरू गयो त यार। हट ल ठिक छ ल केटा, राइट सेफ। अवश्यमा राइट जानुपर्ने हुन्छ। गाडी रोक है रोक, मुला रोक। यसले टिक्ने केटीले चला रहेछ कि हो, यसले मामुरै गरेन अलिकति। ओहो ल गाइज, मैले भनेको ठाउँमा त आइपुग्यो, तर आई डोन्ट नो यो खाली छ कि छैन। म भित्र छिर्न पाउँछु कि पाउँदिनँ राति राति। छिर्दिनँ एकलट। ओहो केही देख्दिनँ म त, हेलमेट खोल्नु पर्ने भन्छ यार। ल केटाकेटी हो, म आइपुगेँ होइन मैले भनेको ठाउँमा चाहिँ। हेलमेट खोलिदिउँ न। बिहान चाहिँ दिउँसो चाहिँ खतरा हुन्छ यहाँ चाहिँ भ्यूहरू। अब हजुरले भ्यू चाहिँ देख्न सक्नुहुन्छ कि हुँदैन। राति राति मैले बाइक राइड हान्दैछु। फिलहाल यो जङ्गल जस्तो ठाउँमा म एक्लै जाँदैछु राइडको लागि, तर रातिमा आएन क्या कहिले पनि यो माथि राइड गर्न। आज चाहिँ यस्तो छ यहाँ चाहिँ बाटोहरू हेर्न सक्नुहुन्छ है। यस्तरी कर्नरिङ हान्न मिल्छ क्या। हामी जान चाहिँ माथि हो। अहिले चाहिँ मैला हेभी बालेर हिँड्दैछु होइन। त्यहाँ माथि त जान पाउँछु कि पाउँदैन राति राति थाहा हुनु, तर म कहिदिँदैछु किनकि अब होइन नेपालीको छोरा हो, डर कसलाई छ। ए गाडीहरू त आउँदैछ माथिबाट। यहाँतिर यो साइडतिर क्या यो सिटी एरिया भए पनि यो बिचमा एउटा चाहिँ यो मात्र हो क्या जङ्गल साइड जस्तो क्या। कस्तो पर जङ्गलतिर कस्तो हुन्छ क्या। आज रातिमा आएको यता, सधैँ म दिउँसोतिर आउँथेँ, तर आज यता आएर भ्यू त केही देख्न पाउँदैन हजुरले। त्यही पनि मैले कोसिस गर्दैछु देखाउने होइन। 30 किलोमिटर पर आवरमा हिँड्नुपर्ने हो, तर बाइकै त्यस्तो छ त्यो धेरै। ओ यहाँबाट त माथि जुन पनि देखिरहेछ के कोही छैन त, म आएको छु म मात्र हो यहाँ। बाल छैन मलाई मतलब छैन। कति मजा आएको। कस्तो अँध्यारो देखेको क्या यो हेलमेटको त्यो भाइजरले गरेर हो कि खै त्यस्तै हो कि। ल आज म यहाँ पनि आएँ केटाकेटीहरूलाई। बरु मेरो क्यामेराको एङ्गलबाट चाहिँ कस्तो देखेछ कुनी है। हट हुन्छ अहिले हाइपिम बाल्यो क्या। ए गाडीहरू त आउँदैछ राति राति नै आउँदो रहेछ हौ यहाँ त। यता लेफ्ट साइडमा छ नि केटाकेटी हो, यता चाहिँ त्यो लेक जस्तो पुल जस्तो छ क्या। तर म अहिले जान्न होला, अहिले गएर काम पनि छैन। ए यहाँ त बन्द भइसकेछ। यहाँ बसेर कामै छैन होइन, यहाँबाट फर्क्यौँ होला। यहीँसम्म थियो आउनु पर्ने। कस्तो देख्यो थाहा भएन, तर मलाई मुड चाहिँ आउनु लाग्छ होइन। यस्तो पार्किङ स्पेसै खुलै छैन नि, अनि के काम यहाँ हो। फर्क्यौँ होला है केटाकेटी, फर्क्यौँ ल।
हट मस्त क्या यहाँको फेरि बाटो हट यो केटा हो केटाकेटी हो म चाहिँ अब तल जान्छु होइन अनि मेरो साथीलाई त्यहाँ कम्युनिटी स्टोरमा गएर एकलट कन्ट्याक्ट हान्छु अनि त्यसले के भन्छ अब भेट्न मन छ भने ठिक छ होइन नत्र ठिकै छ कि छैन हामी आफै बनाउँछौँ एक्लै एक्लै भिडियो आज चाहिँ मैले अब केटाकेटीहरूलाई चाहिँ अब आज चाहिँ आजकल भिडियो फेरि किन हाल्नु भन भनेर क्वेसन आयो क्या अनि त्यसैले म आज निस्किदिएको क्या मस्त मजा आउँछ क्या मागेको छु एक्लै राइड हान्न पनि तर त्यही हो पहिला सुरु चाहिँ एक्लै एक्लै चाहिँ राइड हान्ने भयो रातितिर नगर्नुहोस् पहिला सुरु चाहिँ दिउँसोमा चाहिँ राम्रोसँग प्र्याक्टिस हान्नुहोस् होइन हजुरले आफ्नो बाइकसँग एकदम लाइक अब के भन्छ यो एकदम बाइकसँग प्र्याक्टिस गरेर आफ्नो होइन बाइकसँग एकदम हात बसेपछि मात्र हजुरहरूले चाहिँ आरामले अरू ट्रिक्सहरूदेखि लिएर अरू कर्नरिङ टाइपको सब सिक्न सक्नुहुन्छ होइन किनकि सुरु सुरुमा एकैचोटि सबै गरेर काम छैन त्यो चाहिँ अब नै हुन्छ यसो यताउता हेर्नुपर्ने हुन्छ मान्छे आउन सक्छ तर ओके छ अहिले खाली छ त्यसैले म अगाडि कुदाउँछु कस्तो पड्किने हो क्या यार यो ऊ त्यहाँ कम्युनिजम न यस्तो होइन यताको अनि आफ्नो फुटेज चेक गरौँ एकलट ल ठिक छ केटाकेटी हो कम्युनी स्टोर यहीँ छ क्या फेरि यही कम्युनी हो क्या मैले खानेकुराहरू किन्ने तर आज म किन्दिनँ म खाना खाएरै आएको भएर म यस्तो रेस्ट गर्नको लागि यसो यहाँ एकलट रोक्छु होइन केटाकेटी हो मलाई मूत्र विसर्जन हान्नुपर्ने भएछ क्या कम्युनी हो ल यहीँ रोकिदिउँ न यसो होइन ल आइपुग्यो केटाकेटी फ्यामिली मार्टमा आइपुग्यो केटाकेटी जापानको वान अफ द बेस्ट कम्युनी स्टोर है म्याटिङ न्युट्रलै जाँदैन त गयो ल यही हो केटाकेटी यसो होइन कम्युनीहरू पस्दिउँ अनि मेरो बाइक कामहरू गरेर बाहिर निस्किन्छ म ल देख्न सक्नुहुन्छ मेरो बाइक यही हो केटाकेटी कस्तो देखिरहेछ ल भनिदियो ल कमेन्ट सेक्सनमा ल जाओस् त नि एउटा दुइटा ल अफ गरिदिउँ न यसो होइन ल केटाकेटी हो होइन मेरो कम्युनीको काम भ्याइयो होइन अब साथी पनि आउँदैन भन्ने कुरा डिसाइड भइसकेको छ होइन अब म चाहिँ चलिदिनु पर्ने हुन्छ यहाँ बसेको साइडको केटाकेटीहरूको रियाक्सन हेरिदिउँ त कोही पनि नरहेछ माटिक्नेहरू म चाहिँ यहाँबाट निस्किँदैछु केटाकेटी है यस्तो घर साइडतिर लाग्नुपर्ने हुन्छ बाइकमा के बोल्दै बोल्दै होइन चल्दै सान्नुपर्छ अब गाइस ल यो अन्त नि होइन यत्तिकै त हुनु पर्यो नि त साथी के भएछ भन्दाखेरि कामबाट निस्केको अरे अनि थाक्यो अरे त्यसैले चाहिँ नआउने कुरा हुँदैछ तर ठिकै छ केटाकेटी हो केही छैन हामीलाई हाम्रो नयाँ नयाँ कन्टेन्टहरू त आउँदैछ नि त मैले दिइहाल्छु नि अलिक अगाडि जाऊँ हो कहाँ पछाडि बस्छु म के छ भन्दाखेरि भोलिको राइड छ होइन केटाकेटी हो भोलिको राइड छ र भोलिको राइड एन्ड प्लान छ के केटाहरूसँग भेटिन्छ होइन अरू बाइकरहरूसँग मेनली चाहिँ एएनआरको केटाहरू छ हाम्रो अनि भोलि चाहिँ के प्लान छ भन्दाखेरि एउटा भाइको चाहिँ बाइक हेर्न जान छ रेड बाइरमा अनि त्यहाँपछि चाहिँ खै भोलि मेबी भयो भने बाइक वासिङ पनि हान्न सकिन्छ तर भोलि दुईवटा बाइक हुन्छ स्पेसली अल्टुगेदर 3वटा बाइक मेरो इन्क्लुड होइन अनि त्यही हो भोलिको प्लानहरू खासै कन्टेन्ट त मैले केही सोचेँ होइन तर फ्लो गो विथ द फ्लो जाने हो क्या यहाँबाट राइड जानुपर्छ यहाँबाट राइटतिर गएर होइन मजाको बाटो राइटमा नि राइटमा है ठ्याक्क खोलिदिएर यार त्यस्तै छ केटाकेटी हो जापानमा होइन अब त्यही हो काम पनि गर्नु पऱ्यो होइन अब आफूलाई गर्नुपर्ने चिज पनि पुऱ्याउनु पऱ्यो गाह्रो त म भन्दिनँ किनकि गाह्रो नगरिकन होइन गाह्रो साह्रो नगरिकन हजुरहरूले किनकि कामयाब हासिल गर्न सक्छ भने चाहिँ गाह्रो साह्रो नगरिकन हुँदैन त्यो फ्रीमा त आउने कुरा होइन एक त होइन ल कोही आएन गाडी आएन ओके छ त ल चल्दैछ
त्यही त नि मैले के भन्दै थिएँ भन्दाखेरि हो आफूले आफूलाई मोटिभेट गर्न एकदम जरुरी छ। सकेसम्म चाहिँ मैले वरिपरिको केटाकेटीहरूलाई पनि मोटिभेट गरिदिन्छु, किनकि अब पोजिटिभ माइन्ड लिएर हिँडेपछि अब पोजिटिभ भाइब्स दिन्छ नि त वरिपरिकोलाई नि। त्यसैले आफू एकदम पोजिटिभ हुन चाहिँ जरुरी छ र आफूको आफ्नो वरिपरि पनि पोजिटिभ मान्छेहरूलाई राख्नुपर्छ भन्ने चाहिँ मेरो सोच छ क्या। नत्र नेगेटिभ मान्छेहरूलाई राख्यो भने हजुर पनि त्यति नै त्यतातिरै तानिँदै जानुहुन्छ। त्यसैले यो बाटोको इन्जोय हान्ने एकैछिन कस्तो मजाको छ क्या यो बाटो, हाइवे भन्दा कम छैन मायाकसम। नाइट राइड केटाकेटी हो। घुमाउँछु बाइक हानिदिन्छु सही। यही साउन्ड सुन्नलाई होइन केटाकेटी हो, ZX25लाई धरि हानिदिन्छ यार मायाकसम यार। मन छक पर्छ यार माया यो साउन्ड यार होइन। तर कावासाकीको छुट्टै छ होइन कुरा, यता कम्पेयर नरौँ होइन। तर कावासाकीहरू मैले चलाएको छु होइन, दुई सिलिन्डरदेखि लिएर यामाहा बाइक पनि चलाइसकिहाल्छ। मलाई यस्तै स्मुथ लाग्छ कि होइन। त्यसको सिफ्टिङदेखि लिएर त्यसको पोजिसन भयो, चलापछिलाई कन्टिन्युसली चलाउन सक्ने टाइपको बाइकहरू हो क्या त्यो पनि। त्यही हो अलिकति पोस्चर गाह्रो हुन्छ भन्ने मात्र हो। तर मलाई लाग्छ चलाउन सिकिसकेपछि अलिकति टाइम टु टाइम भइसकेपछि चाहिँ द्याट बाइक इज अल्सो भेरी गुड फर राइडिङ लङ टुर पनि हुनसक्छ मेरो विचारमा। जस मैले चाहिँ ड्युक किनेको चाहिँ मैले अघि भनिदिइसकेँ, त्यही हो अल टाइप गर्न मिल्यो क्या यसबाट। डट हान्न मिल्यो, तपाईँको लङ राइड हान्न मिल्यो होइन, पछाडि सामानहरू राखेर क्याम्प हान्दिन मिल्यो है, ग्रुप राइड गर्न मिल्यो, हाइवे हान्दिन पाइयो। अलराउन्ड बाइक भएकोहरू मैले यसलाई चुज हानेको। पछाडि बस्ने प्यासेन्जरलाई धरि सजिलो हुन्छ क्या डिकमा जस स्पोर्ट्सहरूमा भन्दा चाहिँ मेरो विचारमा। त्यो चाहिँ मलाई आफ्नै केटाहरूले भनेको है। यहाँबाट लेफ्ट जानुपर्छ, सिधै गयो भने मेरो विचारमा खासुकै साइडतिर जान्छ होला। अलिअलि त कुदाउनु पऱ्यो नि त होइन केटाकेटी हो। म सोचिरहेको छु मेरो यो अहिले सिसा तल गरिरहेको छु नि त, यो सिसालाई चाहिँ माथि गर्नु पर्ला जस्तो। हैट चिसो चाहिँ चिसै त्यस्तो चिसो त भइरहेन मलाई आज, त्यही पनि कस्तो छुट्टै मजा आइरहेछ क्या, तातो भइरहेछ क्या। भन्ने भयो मलाई आज उता साकाइतिर लाने विचार थियो क्या, तर साकाइमा फेरि धेरै गाडीहरू हुन्छ होला, त्यसैले आज यसो जङ्गल साइडतिर ल्याइदिउँ भनेर होइन। शान्त अलिकति मेरो कुरा हार्ने थियो नि त अलिकति पुग्नको लागि। अब भर्खरै मैले क्यामेरा समातेर कुरा गर्दैछु होइन। अब कस्तो जे पाए त्यो नि फुट्न सक्छ बोलीमा, तर सकेसम्म त्यस्तो रफ वर्ड चाहिँ नबोलौँ टाइपको। तर म कहिले बोल्दा नि बोल्दिनँ होइन। सकेसम्म अब मान्छे जस्तो हो त्यस्तै बोल्ने हो नि त, जस्तो बोल्छ अब त्यस्तै सिकाउने हो छोटो भाइ बहिनीहरू र सानो भाइ बहिनीहरूलाई पनि। त्यसैले सकेसम्म चाहिँ राम्रै बोल्ने कोसिस छ मेरो। बेला बेलामा हल्का फुल्का स्ल्याङ वर्ड पनि बोल्न सकिन्छ, त्यो चाहिँ फेरि केटाहरूसँग हेरेर हुन्छ है। ल ठिक छ ल केटाकेटी अब धेरै टाढा छैन, त्यही पनि अब भ्यू पनि राम्रो आउँछ मेरो विचारमा यो माथिपट्टि। तर हावा पनि चल्न सक्छ मेबी होइन, किनकि यो खोलाको साइडतिर आउँदैछौँ हामी। मजा आयो जस रातिको राइड, कहिले कहिले सोलो राइड पनि मजा आउँछ यार। यहाँ पनि एउटा छ केटाकेटी जिदो सेगाको मेरो घरको नजिकमा। यहाँ त मैले सिकेको होइन, मैले सिकेको अर्कै ठाउँमा हो, तर यहाँ पनि छ एउटा जस बाइक र गाडी दुइटै सिकाउँछु। यही हो केटाकेटी हो, यही हो नगुयो जिदोसा गएको रहेछ गएको नाम, त्यही भनेको के अरे। यही हो केटाकेटी देख्न सक्छ कि देख्दा ऊ बाइक सिकिरहेछ केटाकेटीहरूलाई। अनि यहाँ तल चाहिँ खोला छ केटाकेटी हो, मस्त देखेछ कि देखेन कुनै क्यामेरामा।
जस भ्यू चाहिँ राम्रो आइरहेछ टोकी मुत्नै पाएन नि यार त्यो कुम्बिनीमा यार त्यो टोयलेटै सफा गर्दै रहेछ क्या ठ्याक्क म छिर्ने बेला टोयलेट सफा गर्दैछन् क्या मान्छेहरू के भन्ने अब यार है अलिकति फनी सुन्न सकिन्छ तर यस्तै हो क्या हामी जेन्जीहरूको कुरा यस्तै हुन्छ के गर्ने गाडीलाई मा मुड्न कति टाइम लाग्छ अरे 1 घन्टा लाउँछ यतापट्टि साइडबाट जाऊँ न यताबाट दामी एक क्या मायाका ल म हजुरलाई उठेर देखाइदिन्छु मेरो बाइकबाट यो चाहिँ म उठेर देखाउँदैछु तर म अब बस्छु फेरि अरे यसो कुदाइदिउँ न ओहो माया कति पड्केको भने क्या आफैलाई डर लाग्नु थाल्यो ल ठिक छ यो म्याकडोनल्ड केटाकेटी हो म्याकडोनल्ड ल नजिक आइपुग्यो मेरो घर धेरै टाढा छैन होला त्यही 5 मिनट जति होला हुस् ल गाइजहरू अझै एउटा कुरा छ यो चाहिँ एनोस हो है जापानको नम्बर 1 ब्रान्ड पेट्रोल पम्प होइन यहाँबाट चाहिँ मैले खासै हाल्दिनँ कहिले कहिले ताल परेको बेला हाल्छु मैले हाल्ने भनेको त्यहाँ अझै एउटा छ एप्पल स्टेसन होइन इदेमिच्छु खाइसकेको हो मैले त्यहाँबाट हालिराख्छु जस मेरो जक्सनै हो भनौँ न त्यो र अर्को एउटा गएको जाने साइडतिर छ मलाई चाहिँ त्यहाँको पहिल्यैदेखि हालिराखेको भएर त्यहीँको मनपर्छ क्या त्यो पनि जस नम्बर 2 नम्बर 3 मा पर्छ भनौँ न सस्तो नि हुन्छ जस एनोस भन्दा है अब चल्दै ओ देख्नु भयो यो हो क्या यो इदेमित्सुको यो हो क्या यो व्हाइट कलरको बोर्ड देख्नु भएको छ यो हो यो चाहिँ इदेमित्सुको हो क्या एप्पल स्टेसनको है हो यो अब धेरै धेरै नघुमिकन घरतिर लाग्नुपर्ने हुन्छ बोइज एन्ड गर्ल्स उडाइदिनु हुन्थ्यो माया कसम फेरि डन्ठेले देख्यो भने फेरि ल्याङ हुन्छ क्या फेरि होइन त्यसैले यस्तो बाटोमा उडाउने होइन क्या अहिलेको लागि पहिला सुरु प्र्याक्टिस पनि त राम्रो हुनु पर्यो उडाउनुको लागि ल केटाकेटी हो म मेरो घरको नजिक पनि आइसकेको छु कस्तो मजाको भ्यू आउँछ क्या जस यहाँ माथि यहाँबाट लेफ्ट हान्नुपर्छ है सानो जाममा फसिसकेको छौँ हामी ओके एभ्रिथिङ इज खाली बाटो पनि खाली कस्तो आराम लाग्छ क्या यस्तो तर अझ चिसो अलिकति चिसो हुन थालेछ होइन मेरो त्यो एउटा पन्जा हराइदिइरहेको क्या त्यसैले मेरो फेभरेट पन्जा लाउन पाइरहेको छैन एउटा मात्र भएको भएर त्यसैले एउटा राम्रो खालको ग्लोभ्स किन्ने विचारमा छु म चाहिँ अब चाहिँ पोजिसन राइड जाने भन्दा अगाडि चाहिँ किन्नुपर्ने हुन्छ यहाँबाट जाऊँ न पड्किनै पर्छ तँलाई यार एससी प्रोजेक्ट ल केटाकेटी हो दादा घर आइपुग्यो कसले निकाल्यो बाइक निकाल्यो कि स्कुटर निकाल्यो को हो नि मलाई चिन्छ कि हो मा ठ्याक्क उहाँ ठ्याक्क त्यो मान्छे जाने भयो यार ल ठिक छ केटाकेटी म घरमा आइपुगेँ होइन अब त्यही हो धेरै कुरा त केही छैन भन्न थ्याङ्क यू फर वाचिङ आजको भिडियो मन परेमा लाइक गरिदिनु सब्सक्राइब गरिदिनु र सकेसम्म सेयर हानिदिनु होला बाई बाई पिस